हेलो गाइज, यो सालको 2026 को ब्राजिलको फर्स्ट म्याच भोलि हुँदैछ मोरोक्कोसँग। को एक्साइटेड हुनुहुन्छ हैन? म त एकदमै एक्साइटेड छु। आई एम बिग फ्यान अफ नेमार अल्सो हैन। नट ओन्ली नेमार, ब्राजिल टिमकै पहिलेदेखि नै सपोर्टर हो। किनभने सानो थियौँ त्यो टाइमदेखि नै हामी चाहिँ एकदमै ब्राजिल यो पिकअपमा थियो नि त, त्यो टाइमदेखि नै खतरा थियो नि त। त्यही भएर पनि हामी ब्राजिललाई 90s को किड्सहरू प्रायः जस्तो ब्राजिलको फ्यान हुन्छन्। किनभने हामी जब सानो बच्चा थियौँ हैन, यु नो द नेमार स्किल किङ। भोलि नेमारको स्किल अब कतिको देखिन्छ, नेमारले कतिको जादु गर्न सक्छन् त्यो त हेर्न बाँकी नै छ। तर 2026 को फर्स्ट म्याच भोलि हुँदैछ ब्राजिलको मोरोक्कोसँग। ले जित्ला त को चाहिँ हाबी हुन्छ होला त भोलि ब्राजिल र मोरोक्कोको फर्स्ट गेममा। त्यसपछि लगातार पोर्चुगल अर्जेन्टिनाको पनि गेम रहेको छ हैन, ब्राजिल लगत्तै। अब हामी चाहिँ सबजना एक्साइटेड छौँ हैन ब्राजिलको फर्स्ट म्याच 2026 को हेर्नलाई। अहिलेसम्म हिजो आजसम्म चाहिँ क्लासिक गेमहरू देख्नै पाएको छैन क्या। लाइक त्यो हुन्छ नि त, त्यो ए लेभलको गेमहरू हेर्नै पाएको छैन वर्ल्ड कप भए पनि हैन। स्किल हुन्छ नि त फुटबलको स्किल, ब्राजिलियन प्लेयरहरू मैदानमा आउँछ नि, अनि त्यसपछि रियल गेम स्किल देखिन्छ क्या। त्यो गेमको त्यो मजा नै छुट्टै हुन्छ। फर्स्ट म्याच ब्राजिल एन्ड मोरोक्को, सबैजना मिलेर रहौँ। सी यू सुन।